हर हर महादेव की जय। आज चाहिँ हामी नुवाकोटको दुप्चेश्वर महादेवको दर्शन गर्न आइएको सबै फ्यामिलीहरू। मेरो अगाडि चाहिँ बुढी लमक लमक पैदल हिँड्दैछन्, लम्काउँदैछन्। अब हामी मन्दिर दर्शन गर्न जाँदैछु। हो अगाडिको चाहिँ बाबा आमा, यो चाहिँ मेरो बुढी। अनि हो महादेवको मन्दिर। ल सर ए ल ल ल ल ओके। यो चाहिँ हाम्रो भाइ, ड्राइभर भाइ, उहाँले लिएर आउनु भएको। यो चाहिँ दुप्चेको महादेवको मन्दिर। हामी अब पुग्न लाग्यो यो पारी माथि। ल शिखर बेसी हो लसो ल दुप्चे महादेव मन्दिर। शिखर बेसीको एकदम बाबा आमा चाहिँ अगाडि दुप्चेको महादेव गर्दै मन्दिर दर्शन गर्न जाने होला। म पछि पछि मेरो बुढी छन्, बुढी चाहिँ पुरै लासो क्रेजुङ लासो दिनी क्रेजुङ जात्रा कि दुप्चेश्वर महादेव। हाम्रो भाइ पनि आउँदै हुनुहुन्छ सँगसँगै। ल जुत्ता चाहिँ यतै फुकाल्नु पर्छ कि हो? यतै माथि माथि जुत्ता चाहिँ यता फुकाल्नु बाबा। यहाँ चाहिँ यस्तो धारा रहेको छ। हुन्छ पहिले यस्तो थिएन, अहिले त धेरै राम्रो बनाएछ। म पनि 18-19 वर्ष पछाडि आउँदैछु। अहिले त सिस्टमेटिक राम्रो भनेछ।
Yes. Mati. Lasso. Mati. Mati, mati. Kasi pa ayaw man na. Bawan. Sasa lagi. Ayaw na natin naman. Lagi ginalang. Nabali. Maman khali. Oh God. I'm dying. Baba. Khali bhai. अनि पो हो इन्चुकोमा यहाँबाट मैले जानुहुन्छ क्या यो चाहिँ डुब्चे ऊ हो कि यो चाहिँ महादेव यहाँबाट माथि दिदी मन्दिर हामी चाहिँ त्यहाँ यो त है मन्दिर दिदी मनाइ छ